आजको भिडियो चाहिँ नेपालबाट क्यानाडा पढ्न आउने विद्यार्थीहरूको लागि हो हैन। अब हामी जोसुकै आउँछौँ नि, सबभन्दा पहिला सुरु हाम्रो मनमा लाग्ने क्वेसन चाहिँ के हो भन्दाखेरि मैले ट्युसन फी उठाउन सक्छु कि सक्दिनँ, ट्युसन फी उठाएर अलिअलि घर पठाउन सक्छु कि सक्दिनँ। अब यो क्वेसन चाहिँ मलाई पनि थियो, धेरैजना सबैजनालाई हुन्छ होला लगभग पढ्न आउने विद्यार्थीहरूमा हैन। अब क्वेसनको एन्सर चाहिँ अलिकति ठ्याक्कै फ्याट्टै यो गर्यो भने फी उठ्छ, यो गर्यो भने फी उठ्दैन भन्ने छैन क्या, धेरै कुराहरूमा डिपेन्ड गर्छ हैन यो क्वेसनको एन्सर चाहिँ। अनि मेरो पर्सनल एक्सपिरियन्स अनुसारको चाहिँ म यो क्वेसनको एन्सर दिन जाँदैछु। तपाईँहरूको आफ्नो एक्सपिरियन्स होला हैन, आफ्नो ठाउँमा छ। अब काम नै हो हैन मोस्ट इम्पोर्टेन्ट कुरा। अब काम कहिले पाइन्छ हैन, त्यो एउटा फ्याक्टर हुन्छ। काम कति गर्न पाइन्छ त्यो अर्को फ्याक्टर हुन्छ, तर काम कति गर्न पाउनेमा चाहिँ अब सबैको 24 आवर्स नै छ। तर तपाईँको ब्रेक्सहरूमा फुल टाइम गर्न पाउनुहुन्छ हैन, त्यो तपाईँहरूलाई थाहा छ। अर्को हुन्छ तपाईँको के अरे काम कति पिरियडको हुन्छ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट फ्याक्टर हो जस्तो लाग्छ मलाई चाहिँ। अब त्यो कतिजनाले अन्डर एस्टिमेट गरिरहेको हुन्छ कि यो फ्याक्टरलाई चाहिँ। अनि अर्को चाहिँ तपाईँको एक्सपेन्स कति हुन्छ भन्ने कुरामा पनि डिपेन्ड गर्छ कि अब तपाईँ कसरी बस्नुहुन्छ हैन, अपार्टमेन्ट रेन्टिङ गरेर कसरी बस्नुहुन्छ, कति रेन्ट तिर्नुहुन्छ, त्योहरूमा पनि डिपेन्ड गर्छ। तपाईँको फोन बिल यताउति सबै डिपेन्ड गर्छ हो, आदि इत्यादि फ्याक्टर्सहरू छन्। अब आई माइट ह्याभ मिस्ड फ्यु हैन, आई डोन्ट नो, तर मैले सम्झिँदाखेरि चाहिँ त्यो जस्तो लाग्छ मलाई हैन। अनि अब यो फ्याक्टर्सहरूलाई केलाउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि अलिकति डिपली कुरा गर्ने हो भने चाहिँ अब तपाईँको काम कहिले पाउनुहुन्छ तपाईँ क्यानाडा आएर हैन। अब अहिले चाहिँ अलिकति अब गाह्रो भइरहेको छ भन्ने जतासुकै छ हैन हल्ला, अनि विन्टर पनि लागेको छ। अब तपाईँको सुरुमा बित्तिकै पाउनुभयो भने तपाईँलाई राम्रो भइहाल्यो हैन। तपाईँले यु क्यान स्टार्ट अर्निङ हैन एज सुन एज यु आर हियर। अब त्यो काम गर्न थाल्ने बित्तिकै पैसा आउन थालिहाल्छ हैन, त्यो आफ्नो ठाउँमा छ। तर काम अब तपाईँले 2-3 महिनापछि पाउनु भयो भने पनि त ठिकै छ, तर अलि धेरै नै 5-6 महिना काम पाउनु भएन भने चाहिँ ट्युसन फी उठाउन अलिक गाह्रो नै पर्छ हैन। अनि त्यो अर्को फ्याक्टर के हो भन्दाखेरि तपाईँले काम कति गर्न पाउनुहुन्छ। यसमा त अब सबैको जेनरल नै छ 24 आवर्स, अनि तपाईँले फुल टाइम पाउनुहुन्छ ब्रेक्सहरूमा, के अरे क्रिसमस ब्रेकहरूमा फुल टाइम पाइयो। अब फुल टाइम भनेको अनलिमिटेड आवर्स जस्तो हो क्या, तपाईँले कति गर्न सक्नुहुन्छ त्यसमा पनि डिपेन्ड गर्छ। अब तपाईँ धेरै काम गरेर बिरामी हुनुभयो भने त्यो आफ्नो फेरि अर्को प्रब्लम आउँछ क्या। सो आफ्नो हेल्थलाई ख्याल राख्दै काम गर्नुपर्ने हुन्छ। अर्को फ्याक्टर चाहिँ मलाई सबभन्दा इम्पोर्टेन्ट चाहिँ के लाग्छ भने तपाईँहरूको पे कति छ काममा। यदि तपाईँहरू काम चाहिँ मिनिमम पेमा छ भने चाहिँ अलिकति ट्युसन फी उठाउन अलिक गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब तर तपाईँको काम चाहिँ अलि राम्रो पेको छ भने यु क्यान मेक अप फर ट्युसन हैन। अनि अब काम अलिकति राम्रो पेको खोज्नुपर्ने हुन्छ हामी सबैजनाले। अब मेरो पर्सनल एक्सपिरियन्स अनुसार चाहिँ यो फास्ट फुडहरू अनि रिटेल स्टोरहरूमा जहाँ हामीले गर्छौँ नि सुरुमा आउनु बित्तिकै, अब हुन त सुपरभाइजर म्यानेजर हुनु त ठुलै कुरा होला हैन, त्यो राम्रो पे देला, डिपेन्ड गर्छ प्रोभिन्समा नि कुन हो हैन। तर मेरो एक्सपिरियन्स अनुसार चाहिँ त्यहाँ चाहिँ मिनिमम पे दिइरहेको हुन्छ। सो इन्स्टेड अफ दोज प्लेसेस हैन, हामीले चाहिँ यस्तो ठाउँ पत्ता लगाउनु पर्यो कि जहाँ चाहिँ अलि धेरै पे दिन्छ स्टुडेन्टहरू अथवा जोसुकैलाई पनि। त्यसको लागि चाहिँ हामीले कसरी थाहा पाउने भन्दाखेरि पहिला आएको मान्छेहरूसँग सोध्ने, कसरी चाहिँ फी उठेको थियो हैन, कहाँ काम गरेर फी उठाएको थियो, त्यो कुराहरू विचार गर्नुपर्छ। अब सेमेस्टर ब्रेकमा कहाँ काम गर्न जाने हो, अर्को कम्पनीमा जाने हो कि कता जाने हो, त्यो सबै कुराहरू विचार गर्नुपर्ने हुन्छ। अनि अर्को फ्याक्टर भनेको चाहिँ तपाईँको एक्सपेन्स कति छ हैन। तपाईँ चाहिँ सेयरिङमा बस्नुहुन्छ कि प्राइभेट रुम लिएर बस्नुहुन्छ, तपाईँको अपार्टमेन्टमा कतिजना बस्नुहुन्छ, तपाईँको एक्सपेन्स कति छ, तपाईँको फोन बिल कति छ। अब तपाईँहरूले क्यानाडाको चिप प्लान्सहरू पनि छ हैन, तपाईँले लिन सक्नुहुन्छ, पब्लिक मोबाइलहरू छ आदि इत्यादिहरू छ, त्यो यिनीहरूको एकदमै सस्तो हुन्छ प्लान हैन। अनि त्यो प्लान लिनुभयो भने तपाईँहरूलाई सस्तो पर्छ। तर तपाईँले $40 $50 को प्लान लिनु भने त्यो मेरो लागि चाहिँ महँगो हो। एज ए स्टुडेन्ट, एज एन इन्टरनेसनल स्टुडेन्ट मेरो लागि $40 महँगो थियो फोन बिलको लागि हैन। अब तपाईँको डिपेन्ड गर्छ। अनि त्यसै गरी अरू भनेको तपाईँको अरू एक्सपेन्सहरू हुन्छ, ग्रोसरीहरू यताउति, त्यो त बेसिक भइहाल्यो, ग्रोसरी त सबैले गर्नै पर्छ। सो तपाईँको यो यदि आदि इत्यादि फ्याक्टर्सहरूले गर्दा चाहिँ तपाईँको ट्युसन फी उठ्ने कि नउठ्ने भन्ने कुरामा डिपेन्ड गर्छ। अनि तपाईँको कोर्स कसरी स्ट्रक्चर छ त्यसले पनि डिटरमाइन गर्छ हैन। अनि तपाईँको ब्रेक्सहरू कहिले छ त्यसले पनि डिटरमाइन गर्छ फी उठ्ने र नउठ्ने भनेको। अब यो क्वेसनको एन्सर चाहिँ ठ्याक्कै यो भन्ने छैन क्या।